देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सबियु अध्यक्षका लागि 8 जनाले उम्मेद्वारी दिएका छन्। मंगलबार सबियु निर्वाचन कार्यालयमा पुगेर 8 जनाले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका हुन्। नेकपा एमाले निकट अनिरासबियुबाट विष्णु पोखरेल, कांग्रेस निकट नेविसंघबाट सुशील न्यौपाने र माओवादी केन्द्रबाट अखिल क्रान्तिकारीबाट नवीन अधिकारीले उम्मेद्वारी दर्ता गराएका छन्। अनिरासबियु, अखिल समाजवादी विप्लव, अखिल क्रान्तिकारी बहुमत सहितको संयुक्त मोर्चाबाट सन्तोष पौडेल, अखिल छैठौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषदबाट दीप्सन गुरूङले अध्यक्षमा उम्मेद्वारी दिँदा विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रूपमा उम्मेद्वारी दर्ता गराएका छन्। सबियुको निर्वाचन चैत 5 गते हुनेछ। सबियु निर्वाचनका लागि 9,270 मतदाता रहेका छन्। विक्रम सम्वत 2065 साल यता पीएन क्याम्पसमा सबियु निर्वाचन हुन सकेको छैन। यसअघि 2079 मा प्रक्रियामा विवाद हुँदा सबियु निर्वाचन हुन सकेको थिएन।